विषयवस्तु कस्तो आएन, कसैले विषयवस्तु उठान गर्यो भन्दैमा कसै रातो पिरो तितो मान्नुपर्ने अवस्था त होइन यहाँ। र यहाँ चाहिँ विशेष गरी यो मध्यम मार्गी भएर जानुपर्ने आवश्यक देखियो। अब सुझावकै कुरा आउँछ यहाँ अरूभन्दा पनि। अब यहाँ तोकेको उजुरीको अनुसार भ्रष्टाचार भयो भन्ने अवस्था त देखिन्न। अब 1 अरबमा 60 करोड नै भ्रष्टाचार भयो भने धन्न होला। अब यसको मतलब यति नै भ्रष्टाचार भयो भन्ने कुरो किन कुनै पनि हामीसँग यथेष्ट प्रमाण नभएको कारणले गर्दाखेरि पनि यसलाई चाहिँ हामीले 2-4वटा माध्यम ल्याउनुपर्छ। यसलाई उपसमिति बनाएर अथवा कसो समिति बनाएर छानबिन त गरौँ। किन पनि गर्नु पर्यो भने नि यो गम्भीर विषय आयो क्या। प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय, सम्बन्धित जिल्ला सबैलाई मुची दिएको छ हेर्नुहोस्, होइन? त्यसै कारणले गर्दा यत्र चाहिँ अब हाम्रो देशको सुरक्षा निकाय हेर्ने जो महान प्रहरीहरू जसले तपाईँको चाहिँ आफ्नो जीवनलाई दाउमा राखेर काम गराएको हुन्छन्, हाम्रो समाजले हेर्ने दृष्टिकोण त्यसै पनि उहाँहरूमाथि अब किन त्यस्तो भएको सुधार गर्नको निम्ति सबैले प्रयास गर्नै पर्ने आवश्यकता छ। त्यही कारणले गर्दा कि यो ब्लेम जो लगाएको छ नि यसलाई चाहिँ तपाईँको हामीले क्लियर गर्नलाई भए पनि यो छानबिन चाहिँ गर्नुपर्ने आवश्यक देखियो।